साउन महिना लागेसँगै नेप्सेको मार्केट पनि हरिया हुँदै गएका छन्। कतिको स्टकहरू धेरै माथि गइसकेका होलान् त कतिको स्टकहरू अझै पनि रतम्मे भएर बसेका होलान्। किनभने हजुरले सही समयमा सही स्टकलाई चुज गर्न जान्नु भएन, एनालाइज गर्न जान्नु भएन। त्यसको कारणले गर्दाखेरि नै अहिलेको समयमा हजुरहरू पीडित भएर बस्नु परेको छ। नमस्कार सबैजनालाई, म चाहिँ शेरको सानो कुरा लिएर फेरि पनि हजुरहरूको समक्ष आइसकेको छु। विगत केही समयदेखि हामीले यही समस्यालाई न्यूनीकरण गर्नको लागि चाहिँ हाम्रा विभिन्न अनलाइन प्लेटफर्महरूबाट हामीले अनलाइन क्लासेसहरू चलाइरहेका छौँ। हामीले सक्सेसफुल्ली 2टा क्लासेसहरू रन गरेर भइसकेका छौँ। अब तेस्रो सेसन चलाउने अपेक्षा राखेका छौँ। यदि हजुरहरू साँच्चीकै इच्छुक हुनुहुन्छ, मार्केट बुझ्न चाहनुहुन्छ, एनालाइज बुझ्न चाहनुहुन्छ भने चाहिँ हामीसँग एड हुनु होला, हामीलाई इनबक्स गर्नु होला यदि जेन्युन हुनुहुन्छ नि मात्रै। बाँकी हाम्रो डिस्कर्ड च्यानलमा जोइन भइराख्नु होला। धेरै इन्फर्मेसन त्यहाँ हामीले पाडिरहेका हुन्छौँ। अर्को कुराहरू चाहिँ हाम्रो यो भिडियोलाई चाहिँ सेयर गर्न नबिर्सनु होला। बाँकी अर्को भिडियोमा हस्त नमस्कार।